नमस्कार। तपाईलाई घरै उपमहानगरपालिका वडा नम्बर 19 को सैगाबाट हार्दिक स्वागत छ। 2034 सालभन्दा अगाडि पञ्चायत कालमा सल्यान जिल्लामा र 2034 सालपछि दाङमा गाभिएको र साबिक 39 गाविसभित्र रहेको 2072 सालको नयाँ संविधान र प्रशासनिक संरचनामा फेरबदल भएसँगै घोराईको 19औं वडाको रूपमा स्थापित सैघाका केही ठाउँहरूको अवलोकन गर्नेछौँ। हाम्रो यात्रा प्रारम्भ हुनेछ प्रसिद्ध धार्मिक स्थल प्युठानको स्वर्गद्वारी पुग्न साइपुर पछि दोस्रो तीर्थयात्रीहरूको रोजाइको पदमार्ग सैघाको नयाँ बस्ती र बामला खोलाको किनारा हुँदै सहकार्य गर्दै हाम्रो गन्तव्य तय हुनेछ। यो पदमार्ग विभिन्न कारणले निकै चर्चामा रहेको पाइन्छ। करिब 7 घण्टामा प्युठानको स्वर्गद्वारी पुग्न सकिने भएकाले पनि भारतीय र नेपाली तीर्थयात्रीहरूका लागि रोजाइको पदमार्ग बन्न पुग्यो। स्थानीय जानकार ज्येष्ठ नागरिकका भनाइअनुसार 7-8 दशकको तुलनामा हाल सवारी साधन र अन्य वैकल्पिक मार्गका कारण आवतजातमा कमी भएको बताउँछन्। मेरो नाम निम्बा रोका मगर हो। पहिला हिँड्ने सरदारी जाने बाटो रामपुर साइपुर भएर रामपुर भएर माथि हर्नोक छेडा भएर सिउदा भएर प्युठान जान्थे उहाँ सरदारी। त्यस पछाडि चाहिँ कुन बाटो प्रयोग गरे मान्छेहरूले? त्यसपछि चाहिँ हाम्रो यात्रीहरू भारतबाट आउने यात्रीहरू या नेपालको यात्राहरू चाहिँ हाम्रो यो बामला खोला भएर सरदारी जान्छन्। अहिले पहिले चाहिँ धेरै हिँड्थे मान्छे, अहिले चाहिँ गाडीको साधन भयो, चारैपट्टि गाडी चल्दाखेरि कमै हुन्छ। पहिलेको समयमा कति सङ्ख्यामा मान्छेहरू हिँड्ने गर्थे र अहिले के छ? त्यो मानिसहरूको आवतजात त्यही नै छ कि अलिकति फरक छ, घटेको छ, के छ? पहिला हेरी त अलिक कमै छ, किनभने गाडी चल्यो चारैपट्टिबाट, त्यही भएर यात्रीहरू अलिक पैदल हिँड्ने अलिक कमै छ। कुनै समय रोल्पा र प्युठानवासीले नुन बोक्ने सहज बाटोको रूपमा प्रयोग गर्दथे। मुख्य गरी यहाँ वैशाख, मङ्सिर र माघ महिनाको औँसी र पूर्णिमा पक्षलाई लक्षित गर्दै यस मार्गलाई प्रयोग गरिएको पाइन्छ। उपयुक्त हावापानी, घना जङ्गल रहेको, वरिपरिबाट पहाड र बीच भागमा रहेको बामला खोलाको सुस्केरासँगै उत्तर पश्चिममा थाकल मात्र भएको ठाक्लेनी, धानचौर, बोल्डी गाउँ र मगर भाषाको शब्दबाट नामाकरण भएको रालबाङ जस्ता सुन्दर ठाउँहरू अवलोकन गर्न सकिन्छ। रालबाङको पूर्वतर्फ यात्रीहरूका लागि चिया पिउन र थकान मेटाउन चिया पसलहरू रहेका छन्। यी ठाउँलाई मुन्ना भत्ती नामले चिन्ने गरिन्छ। दक्षिण पूर्वमा भलाकोट, धनडाँडा, सिराङखोर र जवारी जस्ता गाउँहरू रहेका छन्। त्यही दिशामा पालुथान सामुदायिक वन रहेको छ। त्यस क्षेत्रमा रहेको भैरथानका बारेमा प्रसिद्ध किंवदन्ती रहेको छ। साउने सङ्क्रान्तिमा पूजा गरिने यस भैरथानमा परापूर्व कालमा थारू समुदायका गुरुवाले पूजा गर्ने गरेको प्रचलन रहेको बताइन्छ। त्यस बेलामा त्यस भेगमा बस्ने मानिसहरू दिउँसो गाईको दुध नपिउने, सूर्य अस्ताएपछि मात्र पिउने गरेको बताइन्छ। यदि दिउँसो दुध पिएमा बाघ आई गाई खाइदिन्छ भन्ने जनविश्वास रहेको थियो। पहिला अबखेरि गाईको दुध खान्न थिए। यहाँ पहिला चाहिँ गुरुवा पुज्ने भनेर गुरुवाले बाघले गाई खाइन्छ भनेर यो ठाउँमा चाहिँ गाईको दुध खान्न थिए। साँझ रात परेपछि मात्रै खान्थे। यहाँका सबैले त्यही गर्छ। सैगा गाविस भित्रकै कि तपाईँहरूको यो हाम्रो बामला मात्र हो? बामला मात्र, अन्य ठाउँहरू? अन्य ठाउँमा बोल्लीमा के गर्थे त बोल्लीमा पाल पुच्छन्, त्यहाँ गर्दा हुने। कर्मश, मगर, ब्राह्मण, क्षेत्रीय र दलित समुदायको जनसङ्ख्या रहेको यस ठाउँमा घरहरू परम्परागत शैलीमा टिन र खरको छानो प्रयोग गरी घरहरू निर्माण गरिएको पाइन्छ।